के तपाईको घर वरिपरि खेरा गइरहेको खाली जमिन छ? यदि छ भने त्यस ठाउँलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा सोच्दै हुनुहुन्छ? यदि सोच्दै हुनुहुन्छ भने आजको भिडियो तपाईको लागि। नमस्ते, म शर्मिला भवन यस युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो राम्रो लागेमा भिडियोलाई पनि लाइक, शेयर, कमेन्ट गरिदिनु होला। आज चाहिँ म तपाईहरुलाई यस भिडियो अन्तर्गत घर वरिपरि रहेको थोरै ठाउँमा पनि मुन्टा खेती कसरी गर्न सकिन्छ सिकाउन जाँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। साथै व्यावसायिक रूपमा मुन्टा खेती कसरी गर्न सकिन्छ भनेर पनि पूरा जानकारी दिनेछु। लगाऊ आजको विषयवस्तुतिर। सबैभन्दा पहिला म तपाईहरुलाई घर वरिपरि मुन्टा कसरी रोप्ने सिकाउँदैछु। मुन्टा रोप्नु भन्दा अगाडि नै तपाईहरुले यी सामानहरु चाहिँ पहिला नै जुटाइ राख्नु है। सबैभन्दा पहिला चाहिँ कुखुराको मल, अनि यो गोबर मल भयो। यो चाहिँ तोरीको रायोको कुसौरा। त्यसपछि रासायनिक मल तपाईहरुले देख्न सक्नुहुन्छ, युरिया, डेबी, पोटास। यदि तपाईहरुलाई अर्गानिक खान मन छ भने यी रासायनिक मल चाहिँ नहाल्नु होला। यी रासायनिक मलको साथमा 100 ग्राम जति हड्डीको धुलो पनि ल्याएर मिसाउनु होला। यहाँ चाहिँ मैले ल्याएको छैन, तपाईहरुले चाहिँ ल्याउन सक्नुहुनेछ। युरिया डेबी पोटास चाहिँ तपाईहरुले प्रत्येक बोटमा 33 ग्राम राख्नु होला। अब तपाईहरुलाई म खाल्टो भराएर देखाउँदैछु है। खाल्टो बनाउँदाखेरि चाहिँ 1 हात चौडाइ 1 हात गहिराइ खन्नु होला। जसमा चाहिँ तपाईहरुले सबैभन्दा मुनि चाहिँ पत्करहरु, सुकेका झारपातहरु, अनि यो कुसौराहरु हाल्न सक्नुहुनेछ। यसरी साथमा यसरी तपाईहरुले 100 ग्राम जति पिना पनि हाल्न सक्नुहुनेछ। मैले चाहिँ हालेको छैन। पिनाले चाहिँ यसलाई कुहाउने काम गर्छ, पछि गएर मल पनि हुन्छ। यति गरिसकेपछि चाहिँ रासायनिक मल थोरै माथि यसरी मिसाएर थोरै यसरी हालिदिनु होला। यसले कुहिन पनि मद्दत गर्छ, पछि गएर मल हुन्छ बेर्नालाई। अब त्यसपछि माटोको एक तह बनाउने। त्यसपछि गोबर मल र कुखुराको मल मिश्रण गरिदिने। त्यसपछि फेरि माटो एक तह बनाउने। फेरि गोबर मलको एक तह मिश्रण गरिदिने। फेरि रासायनिक मल यसरी छर्किदिने। फेरि माटो हालिदिने। अब यसमा रोप्ने। हामीले चाहिँ यो पोलिथिन ब्यागमा राखेको छ। बेर्ना चाहिँ हेल्दी बेर्ना छ, हेर्न सक्नुहुनेछ। यसरी निकाल्ने। पोलिथिन ब्यागमा राख्दाखेरि यसरी निकाल्न नि सजिलो हुन्छ। हेर्न सक्नुहुन्छ, बिरुवा स्पेशल छ। यसरी खाल्टो बनाउने। हामीले चाहिँ यसरी खाल्टो बनाएर यहाँ चाहिँ अलि अग्लो बनाउने, किनभने यसमा पानी
हाल्दाखेरि पानी पर्यो भने चाहिँ कुहिने सम्भावना हुन्छ। त्यही भएर हामीले चाहिँ यसरी खाल्टो बनाएर पानी चाहिँ यस खाल्टोमा पानी चाहिँ टन्नै हाल्नुपर्छ। म पानी हालेर पनि देखाउँछु तपाईँहरूलाई। यो समय भनेको चाहिँ खडेरीको समय हो। त्यतिखेर चिसो बचाउनलाई धेरै गाह्रो हुन्छ। त्यसकारण हामीले चाहिँ यसरी परालले छोपिदिनु पर्छ। यो तरिकालाई चाहिँ हामीले स्ट्रा मल्चिङ भन्छ। यसो गर्दाखेरि चाहिँ बिरुवाको चिसो कायमै हुन्छ। त्यही भएर यसरी हामीले चाहिँ परालले अथवा पत्करहरूले छोपिदिनु पर्दछ। ल यो तरिकाले गर्दाखेरि चाहिँ तपाईँहरूलाई गाह्रो हुनसक्छ, तर यो तरिकाले गर्दाखेरि चाहिँ अफिसमा काम गर्ने दिदीबहिनी आमा बुवाको लागि चाहिँ एकदमै सजिलो तरिका हो। यो तरिकाले रोप्दाखेरि चाहिँ तपाईँहरूलाई घरिघरि मलजल गोडमेल पनि गरिराख्नु परेन। त्यस कारणले यो चाहिँ राम्रो हुन्छ। तपाईँहरूले गमलामा या भनौँ बोरातिर रोपेर पनि छतमा लगेर राख्न सक्नुहुनेछ यसै गरी। तर व्यावसायिक खेतीको लागि भने चाहिँ यो तरिका नअपनाउनु होला, किनभने गाह्रो हुनसक्छ। किनभने यो तरिकाले रोप्दाखेरि गाह्रो पनि हुनसक्छ। एउटै बोटले धेरै समय खाएको हुनाले यसरी नरोपिदिनु होला। व्यावसायिक रूपमा कसरी रोप्ने भन्ने तरिका पनि म सिकाउन गइरहेको छु। यदि व्यावसायिक रूपमा मुन्टा खेती गर्दै हुनुहुन्छ भने माटो तयार पार्नुभन्दा अगाडि नै रासायनिक मल, गोबर मल, देश कुखुराको मल सबैलाई मजाले छरिदिनु होला। 2-4 चोटि ट्र्याक्टरले मजाले जोतिदिनु होला। अनि त्यस पछाडि रोप्नु होला। रोप्ने तरिका चाहिँ एउटै हो। थोरै गहिरो बनाउने, यसरी रोप्ने। व्यावसायिक रूपमा रोप्दै हुनुहुन्छ भने यसरी रोपिदिनु होला। यसरी रोपेपछि पानी यहाँ हाल्ने, यहाँ अलिअलि माथि यस्तो उठाउने, अनि यहाँ पानी पर्न गयो भने कुहिने सम्भावना हुन्छ। त्यही भएर यस्तो खाल्टो बनाइदिएको छ। तपाईँहरूलाई लाग्न सक्छ यहाँ कसरी चिस्यान पुर्याउन सकिन्छ भनेर मनमा लाग्न सक्छ। त्यसको लागि चाहिँ आलुको जस्तो ड्याङ बनाउनुहोस्। बर्खाको लागि चाहिँ पानी कटान गर्न ठाउँ राखिदिने, अनि आलुको जस्तो ड्याङ बनाउने, अनि पानी जमाइदिने, अनि त्यसरी चिस्यान पुगिहाल्छ।